मणिभद्राको चित्रमा हेर्ने हो भने पनि उहाँको अगाडि चाहिँ एउटा काँक्री फुटेको देख्न सकिन्छ। साँच्चैकै अभ्यास गर्नु मन छ, साँच्चैकै उपदेश लिनु मन छ भने चाहिँ शमशान घाटमा रहेको मेरो घरमा आउनु अनि त्यहाँ आउनु भएपछि म तिमीलाई उपदेशहरू दिनेछु भनेर भन्नुहुन्छ। त्यस्तैले नमस्ते सम्पूर्णमा त्रिरत्न युट्युब च्यानलमा पाल्नु भएको तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद र धेरै धेरै स्वागत छ। हामीले हेरेर तपाईहरुले थाहा भइसक्नु भयो होला म आज कसको जीवन बताउन गइरहेकी छु भनेर। हामी जस्तै एकदमै साधारण जीवन बिताउनु भएर पनि एकदमै असाधारण एकदमै उत्तम यात्रा गर्नु भएको, गृहस्थीको जीवन बिताउनु भएर पनि अन्त्यमा सिद्ध प्राप्त गर्नु भए महासिद्ध हुनु भएको टोथोपमा महासिद्ध मणिभद्रको जीवनी म तपाईहरुलाई बताउने छु। आशा छ यो भिडियो अन्तिमसम्म हेर्नु भएर तपाईहरुले पनि उहाँको जीवनीबाट केही न केही प्रेरणा प्राप्त गर्नुहुनेछ। र उहाँको जीवनी बताउन अगाडि चाहिँ महासिद्ध भनेको कस्तोलाई भनिन्छ भन्दाखेरि महासिद्ध भनेको चाहिँ त्यस्तो व्यक्तिलाई भनिन्छ जसले मन्त्रयानको अभ्यास गरेर साधारण र उत्तम सिद्धि दुईटै प्राप्त भई शून्यता साक्षात्कार गरिसक्नु भएको हुन्छ, शून्यता बोध गरिसक्नु भएको हुन्छ। त्यस्तो व्यक्तिलाई चाहिँ महासिद्ध भनेर भनिन्छ। र अहिलेसम्म लेखिएकोमा चाहिँ 84 जना महासिद्धहरू हुनुहुन्छ, जसमध्ये पनि महिला चाहिँ जम्मा 4 जना मात्रै हुनुहुन्छ। 4 जना महिला महासिद्धहरूको नाम लक्ष्मीकरा, मेखलिपा, कनखला र मणिभद्रा रहेका छन्। अब हामीले मणिभद्राको चित्रमा हेर्ने हो भने पनि उहाँको अगाडि चाहिँ एउटा काँक्री फुटेको देख्न सकिन्छ र उहाँलाई चाहिँ अर्को नाम के पनि भनिन्छ भन्दा शी अफ द ब्रोकन पट अथवा भारो भाँचेकी उनी भनेर पनि भन्छौँ। यो किन यतिकै भनेको हो त भन्दाखेरि पक्कै पनि होइन। मणिभद्रा र फुटेको भाँडामा चाहिँ एकदमै ठुलो सम्बन्ध भएको कारणले गर्दाखेरि चाहिँ यसरी चित्रण गरिएको हो। यो बुझ्नका लागि चाहिँ अन्तिमसम्म भिडियोमा जोडिरहनु होला। उहाँको जन्म इन्डियाको आगार्चे भनिने ठाउँको मुखियाको छोरीको रूपमा भएको थियो। प्रथा अनुसार 13 वर्षको सानै उमेरमा उहाँको विवाह आफ्नै जातको पुरुषसँग भयो। तर पत्नीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त उमेर नपुग्दासम्म उनी आफ्ना आमाबुबासँग बसिन्। अब एक दिन चाहिँ मणिभद्रा चाहिँ आफ्ना आमाको भान्सामा खाना पकाइरहेकी हुन्छन्। तब चाहिँ महासिद्ध कुकुरिपा उहाँहरूको घरमा भिक्षा माग्नको लागि आइपुग्नुहुन्छ। र कुकुरिपाको उज्यालो मुहार र मिलेको चालढाल देखेर मणिभद्राले चाहिँ उहाँलाई प्रश्न गर्नुहुन्छ, तपाईको यस्तो उज्यालो मुहार छ, यस्तो मिलेको शरीर छ, तपाईँ यस्तो राम्रो हुनुहुँदा हुँदै पनि किन फाटेको लुगा लगाउनु भएर आध्यात्मिक भएर किन भिक्षा माग्दै हिँड्नुहुन्छ? किन तपाईँ आफ्नो एउटा राम्रो श्रीमती लिएर आरामदायक वैवाहिक जीवन बिताउनुहुन्न भनेर प्रश्न गर्नुहुँदाखेरि चाहिँ महासिद्ध कुकुरिपाले चाहिँ यस प्रकार उत्तर दिनुहुन्छ। दानी कोर्वे जेसन टपेना थर्बादेजन छोने डुबर्से देया तेन्सा तेला माटुबना चिने तेरा नेबर काला ग्युर देना तेन्सा नोरबुरिन छेन्ती किमथम मिजाङ नादु पेबना गोदो रेजुम दोंगाल नाचुकजुङ देदा तोने धागी किमथापङ। बालीमा अनुवाद गर्दा संसारबाट भयभीत भएर म त मुक्तिको महासुखको साधना गरिरहेको छु। यदि यस उत्तम शरीरमा साधना नगरे पछि यस्तो कहाँ प्राप्त होला? त्यसैले यो उत्तम रत्न जस्तो बहुमूल्य आधार घरेलु जीवनको अशुद्धतामा लुकाउँदा आवश्यकता र इच्छाहरू पूरा नभई विभिन्न दुःखहरू उत्पन्न हुन्छन्। त्यसैले यो बुझेर मैले घरेलु जीवन त्यागेको हुँ। हाम्रो अहिले पाएको यस्तो राम्रो रत्नरूपी मानव शरीरमा धर्म अभ्यास नगरे पछि गएर कहिले गर्ने भनेर मणिभद्रालाई त्यसरी भन्नु भइसकेपछि मणिभद्राको एकदमै मन परिवर्तन हुन्छ धर्मपट्टि। र मन परिवर्तन भइसकेपछि मनदेखि नै एउटा गुरुप्रति एउटा विश्वास एउटा आस्था जागेर आउँछ। र त्यो आस्था जागेर आएपछि चाहिँ मणिभद्राले चाहिँ कुकुरिपालाई मलाई पनि यो दुःखबाट चाहिँ मुक्त हुनको लागि केही उपदेशहरू दिनुहोस् भनेर उपदेशको लागि आग्रह गर्छिन्। तर कुकुरिपाले चाहिँ उहाँलाई के भन्नुहुन्छ भने अहिले चाहिँ म तिमीलाई उपदेश दिन सक्दिनँ, तर यदि तिमीलाई साँच्चैकै अभ्यास गर्नु मन छ, साँच्चैकै उपदेश लिनु मन छ भने चाहिँ शमशान घाटमा रहेको मेरो घरमा आउनु अनि त्यहाँ आउनु भएपछि म तिमीलाई उपदेशहरू दिनेछु भनेर भन्नुहुन्छ। कहिल्यै पनि रातमा एक्लै बाहिर नगएकी मणिभद्रा
त्यस दिन भने राति नै निर्भयतापूर्वक सडकहरू पार गर्दै शमशानघाट पुग्छिन्। गुरुले पनि उसको इच्छा, परिपक्वता र इमान्दारीलाई चिनेर उनलाई अभिषेक प्रदान गरी उत्पन्न र सम्पन्न क्रमको उपदेशहरू दिनुहुन्छ र मणिभद्रले आफ्नो गुरुको उपदेशहरूमा कुनै शङ्का नगरिकन एक चित्तले 7 दिनसम्म एक्लै अभ्यास गर्नुहुन्छ र 7 दिनसम्म उहाँ चाहिँ गुरुको झुपडीमा अभ्यास गरेर बस्नुहुन्छ र 7 दिनको भोलिपल्ट 8औं दिनमा चाहिँ उहाँ चाहिँ आफ्नो मातापिताको घरमा फर्केर जानुहुन्छ। अब 8 दिनसम्म हराएकी छोरी घर फर्केर आउँदाखेरि चाहिँ कुन चाहिँ मातापिताले नरिसाउला र। अनि मणिभद्रको मातापिता पनि एकदमै रिसले चाहिँ उहाँलाई चाहिँ कुट्न थाल्नुहुन्छ। उहाँको मातापिता मात्र नभएर अरू धेरै व्यक्तिहरूले पनि उहाँलाई चाहिँ एकदमै गाली गलोज गरेर एकदमै नराम्रो शब्दहरू बोलेर चाहिँ कुट्न थाल्नुहुन्छ। अनि त्यसमा चाहिँ अब मणिभद्रले के चाहिँ उत्तर दिनुहुन्छ भन्दा, 3वटै धातुमा मेरा आमा बुबा नभएको यस्तो जीव कोही पनि छैनन्। राम्रो वंशमा जन्म भएको भए तापनि संसारका दुःखहरूबाट भने मुक्त हुन सक्दैनन्। गुरुसँग भेट हुनु र उहाँबाट उपदेश र अभिषेक पाउनु म एकदमै भाग्यमानी हुँ। त्यसैले तपाईहरू जसले जसरी कुट्नु भए तापनि कुट्नुहोस्, म यी सबैलाई मार्ग उपायको रूपमा प्रयोग गर्नेछु। त्यति धेरै मान्छेले त्यस्तरी कुट्दाखेरि पनि मणिभद्रको त्यस्तो खालको उत्तर, त्यस्तो खालको जवाफ सुन्नु भइसकेपछि मातापिताको पनि मन परिवर्तन हुन्छ र मणिभद्रलाई चाहिँ धर्म अभ्यास गर्नु भनेर अनुमति दिनुहुन्छ। अब तपाईहरूलाई पनि के प्रश्न आउन सक्छ भने, मणिभद्र त विवाह भइसकेको मान्छे हो, अब उहाँको श्रीमान चाहिँ कता हुनुहुन्छ त भन्दा, धर्म अभ्यास गरेको ठ्याक्कै 1 वर्ष नपुग्दै उहाँको श्रीमान चाहिँ अब उहाँलाई घरमा लैजानको लागि चाहिँ आउनुहुन्छ। परिवारहरूलाई चाहिँ मनमा के डर हुन्छ त भन्दाखेरि, अब मणिभद्रले नाइ भन्ने हो कि, प्रतिरोध गर्ने हो कि, आफ्नो कर्तव्य पूरा नगर्ने हो कि भन्ने एउटा डर हुन्छ। तर त्यसको ठ्याक्कै उल्टो मणिभद्रले चाहिँ केही पनि प्रतिरोध नगरिकन, केही पनि नाइ नास्ति नगरिकन खुसीका साथ आफ्नो पतिसँग आफ्नो नयाँ घर जान्छन् र त्यहाँ जाने मात्रै होइन, त्यहाँ जानु भएर पनि शरीरबाट पनि आफूभन्दा ठुलोलाई सम्मान, आदर, सत्कार, सानोलाई माया, वचनबाट नम्र बोली, मिठो बोली र मनबाट सधैँ बोधिचित्त उत्पाद गर्नुहुन्छ। र केही वर्षपछि उहाँले चाहिँ 2 सन्तान, 1 छोरा र 1 छोरीलाई जन्म दिनुहुन्छ। बाहिरबाट हेर्दाखेरि चाहिँ उहाँले सबै लौकिक कार्यहरू गर्नुभएको जस्तो देखिए तापनि भित्रबाट भने उहाँ चाहिँ सधैँ बोधिचित्त उत्पाद गरेर धर्म अभ्यास मात्र गरिरहनु भएको थियो। र यसरी जीवन बित्दै गर्दाखेरि उहाँले आफ्नो गुरु कुकुरिपासँग भेटेको पनि 12 वर्ष भइसकेको हुन्छ। एक दिन उहाँ पानी लिन जानुभएको थियो। फर्किने समयमा उहाँको खुट्टा फसेर लड्दा घैँटो फुट्यो। उहाँ त्यस दिनभरि एकोहोरो भई त्यस फुटेको घैँटोमा हेरिरहन्। उहाँका परिवारहरू उहाँलाई खोज्दा उहाँ आफ्नो आँखा केवल घैँटोका टुक्राहरूमा मात्र केन्द्रित गरिरहन्। मणिभद्र साँझसम्म अचल र मौन रहनुभयो र सूर्य अस्ताउने बेला उहाँले दोहा गाएर भन्नुभयो, थोमा मे भेसेम्जे नम लुगी जमा छापाला खिम्दुलो बखाला यो दागी जमा धेरै छ दानी खुर्वी खिम्दुनी मिदो देवा छिम्बर्दो एमा लमा घोचाछे देवा थुप्दो थेला तेन। नेपालीमा अनुवाद गर्दा, सुरुवातदेखि नै प्राणीहरूले आफ्ना भाडाहरू फुटाएका छन्, तर त्यसपछि पनि किन उनीहरू घर फर्कन्छन्? मेरो घैँटो आज फुट्यो, तर म संसारको घरमा फर्किदिन, महासुखतिर जानेछु। ओहो, आश्चर्यजनक गुरु! सुख प्राप्तिको चाहना गर्नेहरूले गुरुको आश्रय लिनु। र मणिभद्रले चाहिँ यसरी हाम्रो शरीर चाहिँ घैँटोमा उदाहरण राख्नु भएर हामी कतिचोटि यो शरीर फेरिसक्यौँ, कतिचोटि हामीले यो घैँटो फुटाइसक्यौँ, तापनि हामी यहाँबाट मुक्त हुनको लागि कहिले प्रयास गर्दैनौँ। हामी फेरि फर्केर यहीँ आउँछौँ। तर आज चाहिँ मैले, यानि कि मणिभद्रले मेरो घैँटो फुटाए भनेर भन्नुभएको छ। यहाँनिर मेरो भन्दाखेरि चाहिँ उहाँले आत्मग्रह भन्नुभएको छ। मेरो भन्ने, जुन मेरो भन्ने एउटा आत्मग्रह छ, त्यो चाहिँ आज टुक्रियो र यो टुक्रेको कारणले गर्दाखेरि चाहिँ म चाहिँ अब फर्केर सांसारिक कार्यहरूमा चाहिँ जाँदिनँ, सांसारिक घरमा चाहिँ जाँदिनँ, म चाहिँ अब महासुखतिर, शुद्ध महासुखतिर जानेछु भनेर चाहिँ उहाँले यसरी भन्नुहुन्छ। र यसरी भन्दै गर्दाखेरि चाहिँ उहाँ चाहिँ आकाशमा उड्नुहुन्छ र 21 दिनसम्म चाहिँ अगर्जेको मानिसहरूलाई चाहिँ उपदेश प्रदान गर्नुहुन्छ
र अन्तमा त्यही शरीरमा नै मणिभद्र खेचर भनिने डाकिनीहरूको भूमिमा प्रस्थान गर्नुहुन्छ। यो भन्यो भने ठिक होला नहोला, तर आजभोलि चाहिँ मैले देख्दाखेरि चाहिँ धर्म अभ्यास गर्नेमा चाहिँ पुरुषहरूभन्दा पनि धेरै महिलाहरू देख्दछु। र महिलाहरूले चाहिँ आफ्नो घर सम्हालेर पनि धर्म साधना गर्ने समय मिलाउनु भएको देख्दाखेरि चाहिँ अझ पहिलातिरको साधिकाहरूले कसरी साधना गर्नुभएको थियो, विशेष गरी गृहस्थी जीवन बिताउनु भएर पनि धर्म साधना कसरी गर्नुभएको थियो र कसरी सिद्धि प्राप्त गर्नुभएको थियो भन्ने यस्तो खालको जीवनीहरू चाहिँ सबैसँग बाँड्यो भने अझ तपाईँहरूलाई हौसला मिल्छ कि भन्ने उद्देश्यले मैले भिडियो बनाएकै हुँ। यदि तपाईँहरूलाई चाहिँ यो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट, सब्सक्राइब जे गर्न मन लाग्छ गर्नुहोस् होला। धेरै धेरै धन्यवाद। सर्वमङ्गलम।